सबैलाई स्वागत छ यस एजुकेशनल भिडियोमा। यदि हजुरहरूलाई पदवर्ग राम्रोसँग आउँदैन भने यो भिडियो हजुरहरूको लागि। आज हामीले पदवर्ग जसलाई शब्दवर्ग पनि भनिन्छ त्यसलाई आज हामीले राम्रोसँग बुझ्ने प्रयास गर्नेछौँ। पदवर्गलाई बुझ्नको लागि सुरुमा विकारी शब्द र अविकारी शब्दलाई थोरै बुझौँ। विकारी शब्द भनेको त्यस्तो शब्द हो जसमा चाहिँ लिङ्गको आधारमा शब्द परिवर्तन हुने गर्छ। त्यसैगरी अविकारी शब्द भनेको त्यस्तो शब्द हो जसमा चाहिँ लिङ्गको आधारमा शब्दमा परिवर्तन भने आउँदैन। अब विकारी शब्द र अविकारी शब्दमा पर्ने नाम, सर्वनाम, विशेषण, क्रियापद, क्रियायोगी, नामयोगी, संयोजक, विस्मयादिबोधक र निपातले अब हामीले स्पष्टसँग बुझ्ने प्रयास गरौँ। सुरुमा नामलाई बुझ्ने प्रयास गरौँ। कुनै पनि व्यक्ति, वस्तु, ठाउँ, जाति, पदार्थ आदि जनाउने शब्दलाई नाम भनिन्छ। त्यसैगरी हामीले को, के, कुन ठाउँ इत्यादि प्रश्न गर्दा नाम कुन शब्द हो भनेर थाहा पाउन पनि सकिन्छ। जस्तै उदाहरणमा हेरौँ, को भन्दा राम, सीता, हरि, विष्णु, सरस्वती भाइ भन्ने एन्सर पाउँछौ। राम, सीता, हरि, विष्णु भनेको के हो त? यो भनेको व्यक्तिको नाम हो, व्यक्ति विशेष नाम हो। के भन्दा मोबाइल, माया, मित्रता, शत्रुता, मानवता लगायतका हामीले एन्सर पाइन्छ। यो मोबाइल भनेको के हो? वस्तु हो। हामीले वस्तुको हामीले चाहिँ के भयो? उत्तर पाइयो। यहाँ कुन ठाउँ भन्दाखेरि सहर, जङ्गल, हिमाल, तराई, पहाड, खोला इत्यादिको एन्सर पाइन्छ। ठाउँको हामीले के भयो? एन्सर पाइयो नि त। कुन ठाउँ भन्दाखेरि ठाउँको एन्सर पाइयो। यसै गरी जातिको पनि त्यसै गरी बुझ्नु पर्यो। यसरी चाहिँ नाम हामीले पत्ता लगाउन सकिन्छ। व्यक्ति, वस्तु यसरी हामीले यो व्यक्ति परेको छ कि छैन, यसमा व्यक्ति छ कि छैन, वस्तु छ कि छैन, ठाउँको आएको छ कि छैन, जाति आएको छ कि छैन, पदार्थ आएको छ कि छैन चेक गर्ने यसरी पनि हामीले नाम पत्ता लगाउन सकिन्छ। सर्वनाम भनेको त केही पनि भएन। सर्वनाम भनेको त सजिलो छ। नामको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ। सर्वनामको प्रयोग नाम, पदावली र वाक्यको सट्टामा हुने गर्दछ। एउटा कुरा के याद राख्नु पर्यो? नामको सट्टामा प्रयोग हुन्छ। त्यसै गरी अर्को कुरा के याद राख्नु पर्यो? वाक्यको सट्टामा पनि प्रयोग हुन्छ। यति दुईटा कुरा चाहिँ याद राखिराख्नु। अनि यहाँ तल राखेको म, हामी लगाएर जे लेखेको छु त्यो चाहिँ आफूले याद गर्नु। अब विशेषण भनेको के बुझौँ? वाक्यमा नामको गुण, दोष, अवस्था, परिमाण, संख्या, परिचय आदि बुझाउने शब्दलाई विशेषण भनिन्छ। नामलाई विशेष्य पनि भनिन्छ है। विशेषण भनेको के हो? नामको विशेषता जनाउने अर्थात् नामलाई चाहिँ बुझाउने। जस्तै राम्रो राम भन्दाखेरि यहाँ के हो? राम के हो? नाम हो। अनि राम्रोले चाहिँ रामको चाहिँ विशेषता जनाएको छ। त्यसैले राम्रो के हुन्छ? यहाँ विशेषण हुन्छ। त्यसै गरी अगाडि बढौँ। कस्तो, कत्रो, कति, कुन प्रश्न गर्दा आउने उत्तर विशेषण हुन्छ भनेर पनि बुझ्न सकिन्छ। त्यसै गरी को, का, कि, रो, रा, री, नो, नानी भन्ने यदि प्रयोग हुन्छ भने त्यो पनि के हुन्छ? विशेषण हुन्छ। जस्तै राम त नाम हो। अनि राममा को भनेर प्रयोग भयो भने जुन राम छ यसमा चाहिँ के हुन्छ? विशेषण हुन्छ। किनभने को भन्ने प्रयोग भएको छ। त्यसरी को, का, कि, रो, रा, री, नो, नानीको यदि प्रयोग हुन्छ भने नाम पनि के हुन्छ? विशेषण हुन्छ। अब यहाँ तल जाउँ। कुन भन्दाखेरि यो, त्यो, ती भन्ने उत्तर आउँछ। कति भन्दा अलिकति, धेरै, थोरै भन्ने उत्तर आउँछ। कत्रो भन्दा सानो, ठुलो भन्ने उत्तर आउँछ। त्यसरी कस्तो भन्दा गोरो, कालो, सेतो, हरियो, रातो, खैरो भन्ने उत्तर आउँछ। यदि यो उत्तर आउँछ भने त्यो के हुन्छ? विशेषण हुन्छ। अब क्रियापदलाई सजिलोसँग बुझौँ है त। वाक्यमा कुनै काम पुरा भएको कुरा बुझाइ वाक्यलाई टुङ्ग्याउने शब्दहरू नै क्रियापद हुन्। वाक्यलाई चाहिँ टुङ्ग्याउने काम गर्छ क्रियापदले। सिम्पली बुझ्दा वाक्यलाई टुङ्ग्याउँछ है। जस्तै राम खेल खेल्छमा राम खेल मात्रै भन्दा वाक्य टुङ्गिन्न। खेल्छ, खेल्दैन के त केही थाहा छैन हामीलाई। यहाँ राम पाठ पढ्छ, यहाँ राम पाठ मात्रै भन्दा के हुन्छ? वाक्य टुङ्गिन्न। पढ्छ भनेपछि बल्ल के हुन्छ? वाक्य टुङ्गिन्छ। त्यसरी हरिले खेल मात्रै भन्दा के हुन्छ? वाक्य टुङ्गिन्न। खेल्यो, खेलेन के त नि भन्दा केही पनि थाहा छैन। राम खेल खेल्यो भनेपछि चाहिँ ए खेलेको रहेछ भनेर थाहा हुन्छ। अनि के हुन्छ? बल्ल वाक्य टुङ्गिन्छ। यसै गरी अरू पनि प्रयोग गर्न सकिन्छ। त्यसै गरी अब क्रियायोगीलाई बुझौँ। क्रियायोगीलाई क्रिया विशेषण पनि भनिन्छ। क्रियायोगी र क्रिया विशेषण भनेको एउटै हो। त्यसै गरी क्रियायोगीले के बताउँछ भन्दा क्रियाको बारेमा बताउँछ। जस्तै कसरी भन्दाखेरि फटाफट क्रिया हो कि होइन? फटाफट हिँड्ने क्रिया हो कि होइन? जस्तै फटाफट हिँड्छ, थुचुक्क बस्छ, बस्नु एउटा क्रिया हो, एउटा कुनै गति हो है। क्रियापदसँग सिधै सङ्गत गर्छ, सिधै क्रियापदलाई जोड्छ भने त्यो के हुन्छ? क्रियायोगी अथवा क्रिया विशेषण जे लेख्दा पनि मिल्छ। त्यसरी कहिले भन्दा हिजो खेल्छ अथवा हिजो आउँथ्यो, आज आउँछ, भोलि आउँछ। सिधै क्रियापदसँग के हुन्छ? सिधै सम्पर्क राख्छ। त्यसरी कहाँ भन्दा त्यहाँ, यहाँ आउँछ,
पछि आउँछ, अघि आउँछ, कति भन्दा धेरै, थोरै, अलिकति, यति त्यति। यहाँ धेरै, थोरै, अलिकति यी लगायतका शब्दहरू चाहिँ विशेषण पनि हुन्छन्, तर क्रियापदसँग सिधै सम्पर्क राख्छ भने यी चाहिँ के हुन्छन्, क्रियायोगी हुन्छन्। त्यसैगरी अरु चाहिँ क्रियायोगी कसरी हुन्छ भन्दा यदि विशेषणको पनि यदि विशेषता जनाउँछ भने त्यस्तो अवस्थामा पनि के हुन्छ, क्रियायोगी हुन्छ। क्रियायोगीलाई कसरी बुझ्न सकिन्छ, दुईटा कुरा मात्र याद गरौ। एउटा सिधै क्रियापदसँग सम्पर्क राख्छ भने त्यो क्रियायोगी भयो, अर्को विशेषणको विशेषता जनाउँछ भने त्यो के भयो, क्रियायोगी भयो। नामयोगी भने के भयो, नाम, सर्वनाम र विशेषणका पछाडि प्रायः जोडिएर प्रयोग गर्ने अव्यय शब्दलाई नामयोगी भनिन्छ। जस्तै यहाँ के छ, म भन्ने के हो, सर्वनाम हो, यसमा सँग भन्ने जोडिएको छ। मको आफ्नो छुट्टै अर्थ छ, हुँदाहुँदै पनि पछाडि जोडिएको छ सँग भन्ने। अनि इक्जाममा चाहिँ क्र्याक गर्नलाई, इक्जाममा कसरी छिटो झ्याप्प लेख्न सकिन्छ भन्दाखेरि यदि कुनै पनि ठोस अर्थ शब्दको चाहिँ अर्थ छ, अर्थ हुँदाहुँदै पनि पछाडिको शब्दमा चाहिँ अन्डरलाइन लागेको छ भने त्यो सिधै के भनेर लेखिदिने, नामयोगी भनेर लेखिदिने। नाम, सर्वनाम अथवा विशेषण जेमा पनि पछाडितिर आएको शब्दमा चाहिँ अन्डरलाइन लागेको छ भने त्यो चाहिँ के भयो, त्यसलाई के लेखिदिने, नामयोगी भनेर सिधै लेखिदिने। ध्यान दिएको छ, मसँगमा सँग जोडिएको छ, घरभित्रमा भित्र जोडिएको छ, तिमी बिनामा बिना जोडिएको छ, दिनभरिमा भरि जोडिएको छ, घरदेखिमा देखि जोडिएको छ। यहाँ फेरि रामसँगमा सँग, माथि अनि सट्टा, भित्र लगायतका कुराहरू जोडिएका छन्, त्यसैले के भए, नामयोगी भए। अब संयोजक भनेको के हो बुझ्यौ है त, दुई वा दुई भन्दा बढी शब्द, पदावली तथा उपवाक्यले जोड्ने शब्दलाई संयोजक भनिन्छ। जस्तै जे, जुन, जे, जहिले, जहाँ, जब, तब, र, भने, अनि, किनभने लगायतका अरू पनि संयोजकहरू छन्। अब विस्मयादिबोधक भनेको के हो त, विभिन्न अवस्थामा मानिसका मनमा उब्जेका सम्वेक, आश्चर्य, खुसी, दुखी, घृणा, शोक, प्रशंसा आदिलाई जनाउन प्रयोग गरिने अव्यय शब्दलाई विस्मयादिबोधक भनिन्छ। विस्मयादिबोधक शब्द प्रायः वाक्यका सुरुमा विस्मयादिबोधक चिन्ह, यहाँ मैले चिन्ह पनि देखाइदिएको छु, सहित प्रयोग गरिन्छ। जस्तै ओहो, हाहा, धन्य, धत, आम्मे, आत्था, छि, बिचरा, ए इत्यादि चाहिँ विस्मयादिबोधक शब्दहरू हुन्। अब इक्जाममा क्र्याक गर्नको लागि के भनेर बुझ्न सकिन्छ, जस्तै यो विस्मयादिबोधक चिन्ह चाहिँ कुनै एउटा शब्दको अगाडि लागेको छ भने त्यो सिधै के विस्मयादिबोधक हो भनेर सिधै लेखिदिँदा पनि मिल्छ। निपद भने के त, आफ्नो स्वतन्त्र अर्थ नहुने तर वाक्यमा विभिन्न धारणा, अनुभूति र अभिव्यक्तिलाई सहज रूपले प्रकट गर्न सहयोग गर्ने अनि वाक्यमा रोचकता ल्याउन सक्ने अव्यय शब्दलाई निपात भनिन्छ। यसले वाक्यमा मिठास ल्याउँछ। निपातको कुनै आफ्नो अर्थ नै हुँदैन। जस्तै यहाँ के छ, नि, क्यारे, ब्यारे, पो, ल, खै, रे यिनीहरूको कुनै पनि अर्थ नै छैन। अब हामीले पदवर्गलाई बुझ्नको लागि धेरै उदाहरण गर्छौँ, ध्यान दिएर हेर्नु होला। रामले खाना खान्छ, रामले खाना मात्र भन्दा के हुन्छ, वाक्य टुङ्गिन्न। रामले खाना खान्छ, खान्न केही थाहा छैन भनेपछि खान्छ भनेपछि बल्ल के हुन्छ, वाक्य टुङ्गिन्छ। वाक्य टुङ्ग्याउने भएको कारणले खान्छ के हुन्छ, क्रियापद हुन्छ। त्यसै गरी रामको भाइले खाना खान्छ, मैले अघि नै के भनेको थिएँ, यदि कोकाकी, रोरारी, नुनानी यदि जोडिन्छ भने, कुनै नाममा पनि यदि जोडिन्छ भने त्यो के हुन्छ, विशेषण हुन्छ। जस्तै राम त यहाँ नाम हो तर को जोडिएको छ, को जोडिएको कारणले के भयो, विशेषण भयो। यसरी बुझ्दा पनि भयो। अनि अर्को कुरा के भन्दा, रामको भाइ भन्दा भाइको विशेषता जनाउनलाई, जस्तै रामको भाइ हो कि हरिको भाइ केही पनि थाहा छैन हामीलाई। जस्तै रामको भाइ भनेपछि भाइ चाहिँ कसको रहेछ भनेर हामीलाई थाहा हुन्छ। भाइलाई बुझाउनको लागि रामको भन्ने प्रयोग भएको छ भनेर यसलाई विशेषण हो भनेर यसरी पनि बुझ्न सकिन्छ। भाइ भनेको नाम भयो, खाना भनेको वस्तु विशेष नाम मैले भनिसकेँ, खान्छ भनेको क्रियापद भयो, वाक्य टुङ्ग्याउने काम गरेको छ। आफ्नो देशको विकास गर्नुपर्छ, यहाँ के छ, कोकाकी, रोरारी, नो लागेको छ आफ्नोमा, त्यसैगरी देशकोमा को लागेको छ, आफ्नो देशको दुईटैले के छ, विकासलाई बुझाउन खोजेको छ। एउटा देश को लागेको, देश भन्ने नाम हो तर यहाँ को लागेको कारणले विशेषण भयो। त्यसैगरी गर्नुपर्छ भने के भयो, वाक्यले टुङ्गेको कारणले क्रियापद भयो। त्यसैगरी त्यो राम्रो छ, यहाँ त्यो के भएको छ, नामको सट्टामा प्रयोग भएको छ। यहाँ नामको सट्टामा प्रयोग भयो भने मैले के भनेको थिएँ, सर्वनाम भनेको थिएँ। त्यसैगरी 2 नम्बरमा त्यो राम राम्रो छ भन्दा त्यो भन्नेले के छ, राम भन्नेको विशेषता जनाएको छ, त्यसैले त्यो के भयो, विशेषण भयो। किनभने जस्तै मानौँ 3 जना राम भन्ने व्यक्ति थिए, 3 जना मध्ये हामीले 1 जना व्यक्तिलाई चाहिँ बुझाउनु पर्यो अनि हामीले त्यो व्यक्ति भनेर औँला देखाएर 3 टा मध्ये कुनै एउटा रामको विशेषता जनाउनलाई हामीले त्यो भन्नेको प्रयोग गरेका छौँ, त्यसैले त्यो के भयो, विशेषण भयो। राम भने के भयो, कुनै एउटा व्यक्ति विशेष नाम भयो। त्यसैगरी म क्रिकेट खेल्छु भन्दा म भने के भयो, नामको सट्टामा प्रयोग भएको र सर्वनाम भयो। क्रिकेट भनेको वस्तु विशेष नाम भइहाल्यो, खेल्छु भनेको क्रियापद भयो। त्यसैगरी 4 नम्बरमा हेरौ, राम सुन्दर छ, यो राम्रो कुरो हो। मैले अघि के सम्झिनु भनेको थिएँ, सर्वनाममा यदि नामको सट्टामा प्रयोग हुन्छ भने त्यो के भयो, सर्वनाम भयो। त्यसैगरी वाक्यको सट्टामा प्रयोग हुन्छ भने त्यो पनि के हुन्छ, सर्वनाम हुन्छ भनेर मैले भनेको थिएँ। यहाँ के छ, राम सुन्दर छ, यो राम्रो कुरा हो। जुन राम सुन्दर छ भन्ने जुन वाक्य छ त्यो चाहिँ राम्रो कुरो हो रे। जुन राम सुन्दर हुने कुरा छ यो चाहिँ राम्रो कुरो हो भनेर यो भन्नेले वाक्यलाई नै बुझाउन खोजेको कारणले यो के भयो, यहाँ सर्वनाम भयो। त्यसैगरी कालो हरि क्रिकेट खेल्छ, यहाँ हरि के छ, नाम भयो। हरिलाई जनाउनलाई कालो प्रयोग भएको छ, त्यही भएर कालो के भयो, विशेषण भयो।
त्यसैगरी 2 नम्बरमा हेरौँ, गोरो रामले रातो स्याउलाई क्वाप्प खायो। राम भन्ने नाम भयो, रामलाई जनाउन गोरो प्रयोग भएको छ, गोरो राम भनेर भनिएको छ। त्यसैले गोरो के भयो, विशेषण भयो। अनि रातो स्याउ, स्याउ कस्तो रहेछ, रातो रहेछ, रातोले स्याउको विशेषतालाई जनाएको छ, त्यही भएर रातो के भयो, विशेषण भयो। बुढो रामले खाना खायो, राम कस्तो रहेछ, बुढो रहेछ कि जवान रहेछ भन्दा बुढो रहेछ भनेर हामीलाई थाहा भयो। रामको विशेषता जनाउनलाई बुढो भनेको प्रयोग भएको छ, त्यही भएर बुढो के भयो, विशेषण भयो। त्यसैगरी 4 नम्बरमा हेरौँ, बुढाले खाना खाए, यहाँ के छ, बुढा भन्ने नाम विशेष तरिकाले प्रयोग भएको छ। 3 नम्बरमा के थियो, बुढो रामले भन्दा रामको विशेषता जनाउनलाई बुढोको प्रयोग भएको थियो भने 4 नम्बरमा चाहिँ बुढाले खाना खायो भन्दा कुनै एउटा व्यक्ति विशेषलाई भन्न खोजेको कारणले बुढा के भयो, नाम भयो। त्यसैगरी क्रियापदलाई बुझ्दा म पाठ पढ्छु, लेख्छु, बुझाउँछु भन्दा यहाँ पढ्छु, लेख्छु, बुझाउँछुले के भएको छ, वाक्यलाई टुङ्ग्याउने काम गरेको छ। मैले अघि नै पनि भनिसकेँ, वाक्यलाई टुङ्ग्याउँछ भने त्यो के हुन्छ, क्रियापद हुन्छ। यहाँ म पाठ मात्रै भन्दा वाक्य टुङ्गिन्न, क्रियापदको प्रयोग गरेपछि बल्ल वाक्य टुङ्गिन्छ। त्यसैले पढ्छु, लेख्छु, बुझाउँछु के हुन्छ, क्रियापद हुन्छ। त्यसैगरी म बाटोमा हिँड्छु, यहाँ के छ, म बाटोमा भन्दाखेरि वाक्य टुङ्गिन्न, हिँड्छु भन्नै पर्छ। हिँड्छु नभन्ने हो भने वाक्य टुङ्गिन्न। त्यसैले हिँड्छु के भयो, क्रियापद भयो। अब क्रिया विशेषणलाई बुझ्ने प्रयास गरौँ है त। राम सरासर घर जान्छ, यहाँ के छ, जाने जुन क्रिया छ त्यसलाई बुझाउनलाई सरासर भन्ने प्रयोग भएको छ। अनि एउटा इक्जाममा बुझ्नलाई सर्ट ट्रिक के छ, घर भन्ने के हो, नाम हो, राम भन्ने पनि नाम हो। अब यहाँ घरको पनि विशेषता जनाएको छैन, सरासरले जनाएको छ त, जना छैन। रामको पनि विशेषता जनाएको छैन। अब सरासर घर भनेर घरको विशेषता जनाएको त होइन। भनेपछि यहाँ सोद्धा के भयो, जान्छ भनेको विशेषता जनाएको छ नि त, कसरी जाँदो रहेछ त भन्दा सरासर, लुसु लुसु कि सरासर, सरासर भनेर जानेको विशेषता जनाएको छ नि त, त्यही भएर यो के भयो, क्रिया विशेषण भयो। त्यसरी यहाँ अति धेरै काम छ। मैले अघि के भनेको थिएँ, यदि विशेषणको पनि विशेषता जनाउँछ भने त्यो चाहिँ के हुन्छ, क्रिया विशेषण हुन्छ भनेर मैले भनेको थिएँ। अब काम भनेको यहाँ के हो, नाम हो। नामको विशेषता यहाँ के छ, धेरैले जनाइसकेको छ। धेरै थोरै कति काम त भन्दा धेरै काम भनेर जनाइसकेको छ, धेरैले कामको विशेषता जनाइसकेको छ। त्यसैगरी धेरैलाई पनि जनाउनलाई अतिको प्रयोग भएछ, त्यही भएर यहाँ अति के भयो, क्रिया विशेषण भयो। त्यसैगरी 3 नम्बरमा हेरौँ, म स्कुलमा राम्ररी पढ्छु, कसरी पढ्ने रहेछ त भन्दाखेरि राम्ररी, नराम्ररी कि राम्ररी, राम्ररी पढ्छु भनेर पढ्नेको विशेषता जनाएको छ। स्कुलको विशेषता जनाउनलाई राम्ररीको प्रयोग भएको होइन, यहाँ पढ्नेको विशेषता जनाउनलाई राम्ररीको प्रयोग भएको छ। पढ्छुको विशेषता जनाएको कारणले राम्ररी के भयो, क्रिया विशेषण भयो। त्यसैगरी भोलि पढाइ हुन्छ भन्दा पढाइ के हो, नाम हो, हुन्छ भनेको क्रियापद हो। भोलि पढाइ भनेर पढाइको कुनै पनि यहाँ विशेषता जनाएको छैन, त्यसैले भोलि के भयो, क्रिया विशेषण भयो। कहिले हुँदो रहेछ त भन्दाखेरि भोलि हुँदो रहेछ, क्रियापदसँग सिधै सम्बन्ध रहेको छ, त्यसैले के भयो, भोलि क्रिया विशेषण भयो। त्यसैगरी अघि नै मैले के भनेको थिएँ, नाम, सर्वनाम र विशेषणको पछाडि जोडिने अव्यय शब्द नै के हुन्छ, नामयोगी हुन्छ। यहाँ घर भन्ने के हो, नाम हो, घरको पछाडि के छ, यहाँ भित्र भन्ने जोडिएको छ, त्यसैले यहाँ के भयो, भित्र नामयोगी भयो। त्यसरी सँग के भयो, नामयोगी भयो, हरि के भयो, नामयोगी भयो। त्यसैगरी संयोजकलाई बुझ्दा राम खेल खेल्छ अनि घरमा आएर पढ्छ, यहाँ अनिले के भएको छ, राम खेल खेल्छ भन्ने वाक्य र घरमा आएर पढ्छ भन्ने वाक्यलाई जोडेको छ, त्यही भएर के भयो, संयोजक भयो। त्यसैगरी 2 नम्बरमा हेरौँ, म पढ्छु र गृह कार्य गर्छु, यहाँ रले के गरेको छ, म पढ्छु र गृह कार्य गर्छु भन्नेलाई जोडेको छ, त्यसैले के भयो, र संयोजक भयो। त्यसैगरी 3 नम्बरमा हेरौँ, हरि अल्छी छ किनभने ऊ स्वस्थ छैन, यहाँ किन भनेले के भएको छ, हरि अल्छी छ र ऊ स्वस्थ छैन भन्ने वाक्यलाई जोडेको छ, त्यसैले किन भने के भयो, संयोजक भयो। त्यसैगरी यदि हरि र श्याम खेल्छ भनेर यदि रको प्रयोग भएको छ त्यो बिचमा, त्यस्तो अवस्थामा नि र के हुन्छ, संयोजक हुन्छ। त्यहाँ के हुन्छ, दुईटा वाक्यलाई जोडेको हुन्छ, हरि खेल्छ र श्याम खेल्छ भन्ने वाक्यलाई चाहिँ एउटै वाक्यमा जोड्दाखेरि हरि र श्याम खेल्छ भनिएको हुन्छ, त्यही भएर त्यस्तो बेला के हुन्छ, र संयोजक हुन्छ। त्यसैगरी स्क्रिनमा हेरौँ, ओहो कति राम्रो, आम्मै कहिले आयो, आथा कस्तो पोल्यो, यहाँ ओहो आम्मै आथाले के भएको छ, विस्मय जनाउनु प्रयोग गरेको छ। भन्न खोजेको के, भित्र मनमा बुझेको खुसी, दुःख, पीडाहरूलाई बुझाउन प्रयोग गरेको छ। ओहोले के भएको छ, आश्चर्य जनाएको छ, आम्मेले के भएको छ, आश्चर्य जनाएको छ, आथाले के भएको छ, दुःखलाई जनाएको छ। इक्जामको लागि सर्ट ट्रिक मैले के भनेको थिएँ, कुनै पनि शब्दको अगाडि विस्मयादिबोधक चिन्हको प्रयोग हुन्छ भने त्यो के हुन्छ, विस्मयादिबोधक हुन्छ भनेर मैले भनेको थिएँ। त्यसैले इक्जाममा कुनै पनि शब्दको अगाडि विस्मयादिबोधक चिन्हको प्रयोग हुन्छ भने त्यो चाहिँ सिधै विस्मयादिबोधक लेख्दा हुन्छ। निपातको हेरौँ, त्यो भन्दा यो राम्रो छ क्यारे, यहाँ क्यारेको के छ, अर्थ छ छैन, त्यसैले पो आएको भन्दा यहाँ पोको अर्थ छ छैन, उसले खाना खायो रे भन्दा रेको अर्थ छ छैन, यिनीहरूले मिठास ल्याउने काम गर्छ, मैले अघि पनि भनिसकेँ। त्यो भन्दा यो राम्रो छ मात्रै भन्दा पनि हुन्थ्यो, त्यसैले तिमी आएको भन्दा पनि हुन्थ्यो,
उसले खाना खायो भन्दा नि हुन्थ्यो, तर रे पो क्यारेको प्रयोग भएको छ किन भन्दा वाक्यमा मिठास ल्याउन प्रयोग भएको छ। आफैले पनि विचार गर्दा त्यसैले पो तिमी आएको र त्यसैले तिमी आएको भन्ने वाक्यको तुलना गर्दा त्यसैले पो तिमी आएको भन्ने वाक्य अलि मिठास हुन्छ। अब हामीले सिधै क्वेसन गर्छौँ, तलको एन्सर नहेर्नु होला। हामी के हुन्छ, सर्वनाम हुन्छ, नामको सट्टामा प्रयोग भएको छ। त्यसैगरी यहाँ कुरा के हो, नाम हो। अनि कस्तो कुरा भन्दाखेरि असल कुरा भनेर कुराको विशेषता जनाउनलाई असलको प्रयोग भएको छ। असल खराब कस्तो कुरा त भन्दा असल कुरा भनेर कुराको विशेषता जनाएको कारणले असल विशेषण हुन्छ। त्यसैगरी राम्ररी ग्रहण गर्नुपर्छ भन्दाखेरि गर्नुपर्छ भन्नेको चाहिँ विशेषता जनाएको कारणले राम्ररी के हुन्छ, क्रिया विशेषण हुन्छ। त्यसैगरी तर भन्नेले दुईटा वाक्यलाई जोडेको कारणले तर भन्ने के हुन्छ, संयोजक हुन्छ। त्यसैगरी यहाँ व्यक्ति के हो, नाम हो। अनि खराब व्यक्ति असल व्यक्ति कस्तो व्यक्ति भन्दा खराब व्यक्ति भनेर व्यक्तिको विशेषता जनाएको कारणले खराब के हुन्छ, विशेषण हुन्छ। त्यसैगरी अघि मैले के भनेको थिएँ, नाम सर्वनाम र विशेषणको पछाडि लाग्ने अव्यय शब्दलाई नामयोगी भनिन्छ। यहाँ के भएको छ, व्यक्ति भन्ने नाम हो, नामको पछाडि के छ, सँग भन्ने जोडिएको छ, त्यसैले के भयो, नामयोगी भयो। आजको लागि यति नै। अब हजुरहरूले कुन विषयमा भिडियो चाहनुहुन्छ भनेर कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। त्यसैगरी यो भिडियोलाई लाइक गरेर हामीलाई सपोर्ट गर्न नबिर्सिनु होला। यस भिडियोलाई सेयर गरिदिनु होला र यस च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला, किनभने हामीले यस्तै खालका एजुकेसनल भिडियोहरू ल्याइराख्छौँ।